बुवा आमासँग घुमेको बेला हो। एकदमै रमाइलो भएको थियो। बुवा आमा आएको बेला त्यही बेलामा घुमेको। अनि कस्तो रमाइलो हो। मम्मी खुसी हुनुहुँदैछ टिकटक बनाउन पाउँदा। मम्मी एकदमै खुसी। बाबु जान्नु भएन नि, म उहाँसँग कति धेरै खुसी हुन्छन्। सिकागो लिएर गएको थिएँ मम्मी बुवालाई घुमाउन। त्यतिखेर फोटो खिच्न मान्नु हुँदैन मेरो बुवाले चाहिँ। विल स्टारमा लगेको मम्मी चाहिँ एकदमै फोटो खिच्न माने, अनि बुवा चाहिँ मान्नु हुँदैन। अनि लगेर फोटो खिचाइदिएको। अनि बुवा चाहिँ नमान्ने जस्तो गर्नुहुन्छ, मम्मी चाहिँ फेरि कति मान्नुहुन्छ है। विल स्टारमा एकदम रमाइलो मान्नुभयो। पहिलोचोटि अमेरिका आउनुभएको मम्मी बुवाहरू। मलाई पनि एकदमै खुसी लागेको थियो। सायद मैले एउटा कर्म चाहिँ जोस बुवा आमालाई त्यतिखेरसम्म गर्न पाउँदा एकदमै खुसी भएँ। सबैभन्दा ठुलो खुसी नै मलाई यही लागेको थियो। घुमाएँ भनेर। अर्थक त केही गर्न सकिनँ। अब सायदै पनि केही गर्न सक्दिनँ होला। तर आमा बाउलाई यति खुसी देख्न पाउँदा चाहिँ एकदम खुसी लाग्यो मलाई। सबैभन्दा खुसी चाहिँ यही पल थियो मेरो लागि। अब सायद पछाडि थाहा छैन, अगाडि चाहिँ योभन्दा अगाडि चाहिँ यति नै हो जस्तो लाग्छ पनि। अब थाहा छैन कति दिन आउने हो, खुसी हुन्छ कि दुःखी हुन्छ कि त्यो त थाहा छैन। तर धेरै सोच्दा यो समय मिलेको हुन्थ्यो मलाई बुवा आमासँग खुसी हुने। यो समय मिलेको भए